मलाई सर बढुवा गरिदिनु पर्यो भने चाहिँ नआउनु है मेरोमा चाहिँ, यो चाहिँ बन्द है। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। जुन रुल नागरिकलाई युज हुन्छ त्यो रुल हरेक मन्त्रीलाई युज हुन्छ। प्लिज बी क्लियर अन द्याट। गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। यसमा हाम्रो गाडी आउँदै गर्दाखेरि मैले धेरै जस्तो इम्प्लिमेन्टेसनमा मेरो विचारमा निर्देशनको अलिकति कमी भयो जस्तो लाग्यो। कुनै ठाउँमा तपाईँको अरूहरूलाई रोकेर मलाई जाने दिइरहेको अवस्था देखेँ। यस्तो नगरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यही अनुसारमा यो इम्प्लिमेन्टेसनको लागि निर्देशन पनि ग्राउन्ड लेभलसम्म पुगोस्, ताकि ट्राफिकको हाम्रो कर्मचारी साथीभाइहरूले पनि त्यही अनुसारमा हामीलाई एउटा सामान्य नागरिक जस्तो व्यवहार गर्न सजिलो पनि हुन्छ र मेरो विचारमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ हाम्रो पब्लिकमा पनि, हाम्रो प्रहरीप्रति पनि है। त्यही भएर यो भिआइपी मुभमेन्टमा मदेखि सुरु गरिदिनु होला। गृहमन्त्रीको गाडी रोक्ने हरेक अधिकार छ। जसरी भनेको छ मापछि चेक गर्ने भने मैले 2-3वटा स्टेटसहरू देखिरहेको छु, त्यसमा प्लिज चेक गर्दा केही फरक पर्दैन है। आफ्ना काम कर्तव्य गृहमन्त्रीलाई चेक गर्नु हुँदैन भनेर नसोच्नु होला। प्लिज फुलफिल योर रेस्पोन्सिबिलिटी एन्ड ड्युटी। डु नट वरी अबाउट इट है। त्यसमा पनि तपाईँहरू चिन्ता नलिकन निर्धक्क भएर गृहमन्त्रीले तपाईँलाई कारवाही गर्दैन। एउटा नागरिक नै भएर हुने बस्छ, ऊ नागरिक नै हो। आइजिपीको नियुक्ति हुँदाखेरि हाम्रो सचिवज्यूले दजाने चिन्ह लगाएको मैले देखेँ, राइट? करेक्ट? वी निड टु चेन्ज दिस। वी विल बी चेन्जिङ दिस। दर्जानी चिन्ह प्रहरीको प्रधानमन्त्रीले लाउँछ। अबदेखि प्रधानमन्त्रीमा गएर ढोक्ने पर्ने हो कि उहाँको ढोकामा ढकढकाउनु पर्ने हो कि त्यो तपाईँको गृहमन्त्रीले गर्छ। र आइजिपीको अबदेखि दर्जाने चिन्ह तपाईँको प्रधानमन्त्रीज्यूले लगाइदिनु हुनका लागि म तपाईँहरूको लागि कुद्छु। विशेष गरी तपाईँको गृहमन्त्री कुद्नेछ त्यसमा। त्यही भएर दिस विल चेन्ज फ्रम आवर जेनेरेसन, फ्रम आवर टाइम। हाम्रो जेनेरेसनदेखि चेन्ज हुनुपर्छ भनेर भनिरहेको छौँ। त्यही भएर यो रेस्पेक्टफुल्ली यसको लागि प्रहरी सङ्गठनलाई रेस्पेक्ट गर्ने हिसाबले पनि दर्जाने चिन्ह लाउनलाई प्रहरीको आइजिपीको लागि पनि हामी प्रधानमन्त्री लाउनको लागि म भरपूर कोसिस गर्छु र गरेरै छोड्छु। र मैले बोलिदिएको छु, आफ्नो बोली म पुर्याउने व्यक्ति हो, तपाईँहरू सबैजना थाहा छ र म पुऱ्याएर छोड्छु। त्यही भएर यसमा तपाईँहरू ढुक्क हुनु होला। न्युट्रिसनको कुरा, चुस्ताको कुरा, यसको लागि पनि तपाईँहरू कतिजनालाई थाहा छैन होला। आन्दोलन भइसकेपछि न्युट्रिसनको लागि 201, करेक्ट? 201 किन छ भनेर फर्स्टमा आज आवाज उठाएको आइजिपी साहबलाई, त्यतिखेर तत्कालीन आइजिपी साहब चन्द्र कुबेर खापुङ हुनुहुन्थ्यो होला, उहाँसँग फर्स्टमा म गएर उठाएको। यो चेन्ज हुनु पर्यो भनेर मैले भनेको प्रहरीबाट। 201 रुपियाँमा एउटा मोमो, एक प्लेट मोमो आउँदैन। तपाईँले कसरी प्रहरीको न्युट्रिसनमा उयो गर्नुभएको छ? के गर्नुभएको? यो कसरी गर्नुभएको? किन नबोल्नु भएको? किन नगर्नु भएको? एन्ड देन वी टक अबाउट पर्फर्मेन्स। 201 रुपियाँ छ न्युट्रिसनको, जबकि हाम्रो प्रहरी एभ्री डे खट्नुपर्छ, दिनरात नभनिकन बुट 24 घन्टा लाउनुपर्छ। कसरी हुन्छ यो? यसको लागि तपाईँ फाइल अगाडि बनाउनुहोस् भनेर हामीले बार बार ताकेता गरेर मन्त्रालय धेरैचोटि धाएर, मेरो विचारमा अहिले हाम्रो आइजिपी साहब दानबहादुर आइजिपी साहब, थ्याङ्क यू सो मच फर यर इनिसिएसन। अनि सचिवज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो अहिले हाम्रो पास भइसकेको छ र यसलाई कार्यान्वयन तहमा लानलाई हामी एकदमै तयार छौँ, गर्छौँ पनि। अर्को 1-2वटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा, चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। रोजगारी पनि सृजना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो, प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो।
धेरै अप्ठ्यारो नमान्नु मसँग, अप्ठ्यारो मान्नुपर्ने जरुरत छैन। निर्धक्क भएर मसँग तपाईँ कुरा गर्न आउनु सक्नुहुन्छ। मलाई सर बढुवा गरिदिनु पर्यो भने चाहिँ नआउनु है मेरोमा चाहिँ, यो चाहिँ बन्द है। मलाई सर अनि त्यो नाकामा चाहिँ मलाई राख्नु पर्यो सरवाह गरिदिनु पर्यो भने फेरि नआउनु मेरोमा, स्पेसली नाकाहरूमा। यो पनि मेरो ठाउँमा नआउनु होला, किनभने त्यहाँ चाहिँ सरवाह हुँदैन, तपाईँ अर्कै ठाउँमा सरवाह हुन्छ डेफिनेटली चाहिँ हो। त्यो भयो भने चाहिँ है यो हामीले सिस्टम अनुसारमा हामीले यसको प्लानिङ गरेका छौँ सरवाह बढाएको कुराहरूमा। त्यही भएर तपाईँले अबदेखि ढोका ढकढक्न कसैको ढोका ढकढक्न पर्दैन। तपाईँ मेरो ढोका ढकढक्न आउनुहुन्छ भने मेरोमा चाहिँ ढोका ढकढक्दाखेरि सर मलाई समस्या पऱ्यो मात्र भनेर भन्दिनु, यति मात्रै भन्दिनु। म तपाईँको हरेक प्रहरीको लागि म तपाईँको आफ्नै समस्या जस्तो बुझेर म कुद्नेवाला छु, लिन्छु र म त्यसलाई समाधान गर्न भरपुर प्रयास पनि गर्नेवाला छु। बाहिरको विदेशको हेर्दाखेरि तपाईँले प्रहरीको लुगा हेर्दाखेरि ओहो अहिले नै क्रिमिनललाई पक्रिन्छ कि क्या हो भन्ने टाइपको लुगा हुन्छ। हाम्रो हेऱ्यो उद्रेको लुगा, खुइलेको चुस्ता, च्यातेको बुट। वी आर गोइङ टु चेन्ज दिस, वी विल बी चेन्जिङ दिस। यसलाई पनि परिवर्तन गर्छौँ हामीले। यसलाई पनि हामीले के गर्छौँ भन्दाखेरि चाहिँ राम्रोसित पुलिसलाई हेर्दाखेरि त्यो छुट्टै लेभलको रेस्पेक्ट आओस्। एसटिएफ को पनि मैले हेरिरहेको छु, तपाईँको नर्मल जस्तो देखिरहेको छु मैले। त्यहाँ मेरो अगाडि हिँड्ने टिमहरू पनि अलि हेर्दाखेरि पनि हेरोस्, देखोस् न तपाईँको ओहो एसटिएफ खतरा पुलिसहरू रहेछ। उहाँहरू त फुल्ली ट्रेन्ड, इक्विप्ड। दङ्गा नियन्त्रण गर्न जाँदाखेरि दुईटा हात दिएर पठान्छ। कसरी गर्ने दङ्गा नियन्त्रण? तर दुईटा हातले आन्दोलन रोक्न सकिँदैन हजुर। हामीले माथिबाट निर्देशन दिँदै गर्दाखेरि तल्लो दर्जाको हाम्रो कर्मचारीहरूले कति रिस्क बेहोरेर तपाईँको अगाडि उभिनुपर्छ, ज्यान धरापमा राखेर हुनुहुन्छ। एटलिस्ट वी निड टु इक्विप देम। तपाईँको त्यही अनुसारको सिल्ड, त्यही अनुसारको बुट, त्यही अनुसारको कम्युनिकेसन च्यानल्सहरू, इक्विपमेन्ट, गियर्स, ड्रोनको थ्रुबाट तपाईँको असुर ग्यासहरू हाम्रो फाल्न मिलिहाल्छ। त्यही अनुसारमा अनाउन्समेन्ट गर्न मिलिहाल्छ। दिस इज कल्ड मोडर्न पुलिसिङ। सो विल बी मोडर्नाइजिङ पुलिस इन नेपाल फ्रम नाउ अन। अबदेखि हामीले आफ्नो सङ्गठनलाई नयाँ मोडर्न पुलिसिङ भनेर हामीले गर्छौँ, जसमा हामीले प्रविधि, स्रोत साधन सबैको युज गरेर हामीले त्यही अनुसारमा फुल फेजमा ट्रेनिङ दिएर हामीले बल्ल हामीले अगाडि बढाउँछौँ। विदाउट एनी सिल्ड नो पुलिस इज गोइङ टु गो टु ह्यान्डल अ रायट। कुनै आन्दोलन हुँदैछ भने सिल्ड बिना र फुल गियर इक्विप बिना कुनै सिपाहीलाई अगाडि नबढाउनु हुन्न। म हार्दिक अनुरोध गर्दछु हाम्रो आइजिपी साहब र विभिन्न हाम्रो अधिकृत ज्यूहरूलाई पनि, तपाईँहरू निर्धक्क भएर आफ्नो ड्युटी निभाउनु होला। कसैको प्रेसर फिल नगर्नुहोस्। आई थिङ्क दिस इज फर द फर्स्ट टाइम इन द हिस्ट्री अफ नेपाल जहाँ तपाईँलाई पोलिटिकल प्रेसर हुँदैन। मैले हाम्रो चिफ साहबलाई पनि कुनै प्रेसर दिएको छुइनँ, मैले कुनै अफिसरलाई प्रेसर दिएको छुइनँ। तपाईँले आफ्नो पालना गर्नुपर्ने कर्तव्य निभाउनु होला मात्रै भनेर हामीले निर्देशन मात्र दिएका छौँ। युनिफर्म यो खास गरिकन निलो भन्दा पनि यो कालै भन्छु, यो कालो वर्दी चाहिँ यो त्यो धान गोदामको पालेले लाउने भन्दा अलि राम्रो होस् भन्ने कुरा हो। र अर्को विषय चाहिँ यो एउटा सामान्य कुरा, यो रिक्रुटमेन्टमा चाहिँ बायोमेट्रिक मसिन खरिद गर्ने कुराहरू। र हामीले सदैव नेपाल सरकारको निर्देशन बमोजिम, तालुक मन्त्रालयको निर्देशन बमोजिम, हाम्रा सीमित साधनका बावजुद पनि हामी त्यसमा क्रियाशील भइराख्नेछौँ र यी सरकारका 100 कार्यसूचीका 100वटा सवालहरूमा हामी आफ्ना भूमिकामा हामी प्रष्ट रूपमा 100 दिनभित्रै पुरा गर्ने पनि म माननीय गृहमन्त्रीज्यूलाई विश्वस्त तुल्याउन चाहन्छु। अन्तमा आफ्नो व्यस्त कार्यतालिका बीच नेपाल प्रहरीलाई सर्वप्रथम सुरुमै आफ्नो गरिमामा यो उपस्थिति जनाई हामीलाई प्राप्त भएको समय र मार्गनिर्देशनको लागि माननीय गृहमन्त्रीज्यू, श्रीमान गृह सचिवज्यू लगायत सबैमा हार्दिक
आभार तथा कृतज्ञता व्यक्त गर्दै मेरो मन्तव्यलाई यहीँ अन्त गर्न चाहन्छु। भन्नुपर्ने विषय धेरै छन्, सुन्नुपर्ने विषय पनि धेरै छन्। यी भन्ने र सुन्ने क्रम निरन्तर चलिरहनेछ। माननीय गृहमन्त्रीज्यूलाई साधुवाद, धन्यवाद। जय नेपाल। अर्को एक दुईवटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। रोजगारी पनि सृजना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो, प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो।